हेलो गुड इभिनिङ हजुर सबैजनालाई है। अनि आज बिहानको दिन चाहिँ अचम्मै प्रकारले पानी परिरहेको थियो। बिहानको रातिदेखि पानी परेको है। अनि पुरै दिन पानी परेरै बित्यो है। अहिले चाहिँ उग्रेको छ। अनि म चाहिँ बिहानै उठेर पानी परेको देखेर त मलाई त एकदमै के भन्छ चिसो चिसो मौसममा तातो तातो खाना खाने पो रहर लाग्यो है। चट्टै चिकन मगाएँ है, मेरिनेट गरेँ। अनि साइडमा पहिला सुरु मैले चिप्स फ्राई गरेँ, त्यस बादमा मैले चिकन पकाउन थालेँ। मरमसला अगाडि नै रेडी गरिहालेँ है। अनि त्यसमाथि धनियाँ चट्टै हालिदिँदा त आम्मामामा मगमग गनाउने है। अनि चट्टै मैले चाहिँ सर्भ गरेँ पहिला है, खाना सर्भ गरेँ। अनि साइडमा प्याज काटेर डल्ले खोर्सानी पनि राखिहालेँ। अनि साइडमा चिप्स पनि फ्राई गरिहालेको थिएँ है। अनि चिकन चाहिँ मलाई चाहिँ एकदमै ढाबा सिस्टमको खान मन लागेर चाहिँ अरू बेला हो भने बलतिर लगाएर खान्थेँ। आज चाहिँ ढाबाको याद आएर चाहिँ मेरो पालो प्लेटमा सानो प्लेटमा सर्भ गरेँ है। अनि म चाहिँ प्लेटबाट खनाउँदै खान थालेँ है। चिकन चाहिँ सोचेको भन्दा चाहिँ एकदमै मिठो है, ढाबालाई जिताउने भएछ। एकदमै यमी बनेको थियो। अनि साइडमा टक्कै प्याज तान्दै टोक्दै है। अनि फेरि एक गाँस खाँदै अनि फेरि त्यो डल्ले खोर्सानीलाई टक्कै खानासँग मुस्दै ग्वाम ग्वाम खाएँ है। एकदमै मिठो भएको थियो। अनि कतिजनालाई त एक्लैमा रुच्दैन भन्थ्यो है। मलाई चाहिँ एक्लैमा होस् या दुक्लैमा होस्, खाना चाहिँ आफूले सोचेको जस्तो खानु पायो भने चाहिँ मलाई चाहिँ एकदमै रुचिहाल्छ है। अनि भन्दा भन्दै मैले चाहिँ खाना खाइसकेँ। अनि चट्टै टिफिनमा प्याक गरेर चाहिँ नानीलाई पनि लगेँ। नानीलाई मजाले खुवाएँ है, जाडोमा चिसोमा। अनि चाहिँ आएर मजाले खाएको कुरा त पचाउनु पर्यो है। अनि यसो जिउमा पनि लाग्नु दिनु पर्यो भनेर चाहिँ आएर चट्टै आराम गरेँ। अनि भन्दा भन्दै स्कुल लिनु जाने बेला भयो। अनि स्कुल लिएर आएर चाहिँ बसेँ। यस्तै भयो मेरो दिन, एकदमै दामी बित्यो है। चिसै भए पनि मजाले बिताएँ। हजुरहरूले कसरी बिताउनु भयो? मेरो चाहिँ यसरी बिते भन्दै बाई गुड नाइट, विल सी यु इन द नेक्स्ट ब्लग अगेन।